हेलो साथीहरु धेरै दिन पछि मेरो फेरि बन्ने भिडियो आइसक्यो हैन बनाइरा छु बेलुका अपलोड गर्छु बेलुका या पछितिर अनि के भनौं अब दिनदिनै आउँछ कि नै त्यो त थाहा भएन त्यही पनि भिडियो आयो यही खुसी मनाउनु पर्यो अनि आज चाहिँ साथी र म घुम्न के रे लेक साइड जान लाग्यो घुम्न अब पैसा त छैन यसो जानी लेक साइड हेर्नी आउनी त्यो कपडा हेरेर त्यो जान्छ नि पैसा नहुने तर कपडा हेरेर आउने हो त्यस्तै भइरहा जिन्दगी जानी लेक साइड हेरेर आउने अनि चाहिँ अरु चाहिँ के भन्न चाहन्छु भने तपाईहरुले सब्स्क्राइब गर्नु पर्यो मेरो भिडियोमा अब चाहिँ यहाँ बाटो एकदम गर्मी छ यो गर्मीले पसिना त आ छैन त्यही पनि गर्मी हेर्न सक्नुहुन्छ यो गर्मीले मेरो मुटु देखेको पसिना निकालिसकेर यस्तो भइरहेन यो गर्मीहरुमा अनि चाहिँ साथीहरु के रे अब गाडीमा चढ्दाखेरि अलि भिडियो बनाउन लात लाउँछ म चाहिँ डाइरेक्ट वहाँ पुगेपछि चाहिँ भिडियो बनाउँछु अनि अहिले चाहिँ हामी बाटोमा छौँ साथीहरु चार्ज पनि धेरै फाल्न मिल्दैन साथीहरु हामी चाहिँ अब गाडीमा चढिसक्यौं अलि बनाउन बिला लाग्छ नि त अनि चाहिँ गाडीमा चढिसक्यौं अनि के रे हामी चाहिँ के रे चिप्लेढुङ्गामा झर्न पर्ने हुन्छ अनि के भन्दा छोड्दैन हामी चाहिँ चिप्लेढुङ्गामा झर्न पर्ने हुन्छ अनि त्यहाँबाट चाहिँ एउटा फेरि गाडी पक्रिन पर्छ लिनु पर्छ हामीसँग अब हेर न गरिब हो पैसा लिनै छैन नि त म चाहिँ अहिले भिडियो बनाउँछु किनभने अब हुन्छ सबै ठाउँमा एकैछिन है गाइजहरु साथीहरु अहिले चाहिँ हामी चाहिँ अब त्यो गाडीमा मैले भिडियो बनाउन पाइनँ किनभने त्यहाँ चाहिँ अलि नबनाउन मिल्ने रहेछ अनि अहिले चाहिँ हामी चाहिँ यस्तरी छौँ अब चाहिँ हामी चाहिँ लेक साइड आइसकेका छौँ अनि चाहिँ अब पब्लिक छ यहाँ धेरै त्यही पनि म संघर्ष गरेर बोलिरहेको छु अनि चाहिँ गाडीमा चाहिँ मैले भिडियो बनाउन पाइनँ किनभने चाहिँ त्यहाँ चाहिँ यस्तो के अलि भिडियो बनाउन नमिल्ने रहेछ भन्नाले नमिल्ने रहेछ भने उता फुटबल खेलिरहेछन् अनि मेरो साथी पनि कस्तो राम्री अनि हामी चाहिँ अब लेक साइड भित्र जान पर्ने हुन्छ अनि तालहरु हेर्न पर्ने हुन्छ अनि त्यो हाम्रो सर जस्तो देख्छु त बा साथीहरु म तपाईहरुलाई अब अर्को उता गएपछि देखाउँछु किनभने अलि धेरै पब्लिक छ अलिक बोल्न मिल्दैन नि त यहाँ हामी चाहिँ भित्र आइसक्यौँ हैन साथीहरु हामी चाहिँ भित्र आइसक्यौँ हैन अब सुरुमा आउँदाखेरि वा कस्तो राम्रो ठाउँ भने त मिलेन त्यही पनि यहाँको यस्तो हेर्न सक्नुहुन्छ एकदम राम्रो छ आउनु होला अनि मलाई अटोग्राफ लिएर जानु होला अनि यहाँ चाहिँ अस्ट्रिज हो कि हो यो हाँस रहेछ यहाँ त उनीहरूको बाँस छ होइन फेरि यो बाँस चाहिँ अनि चाहिँ साथीहरु के गर्नुपर्छ भन्दाखेरि म चाहिँ यहाँ टोइलेट खोजेको कि सुसु आहा साथीहरु सुसु यसले पनि त्यही आहा कि टर्डै होइन नि यहाँ त चाहिँ हामी चाहिँ त्यो के भन्छ अरे त्यो महल के त्यो के त्यो अहिले तपाईँले देखाउँछ हामी कहाँ जान्छौँ अब चाहिँ हामी यहाँ बस्नुपर्ने लास्ट भोग्ला अनि यहाँ चाहिँ हामी बस्नुपर्ने हुन्छ अनि आज चाहिँ घामै लागेन अनि चाहिँ फोटो नि के खिच्ने अब फोटो नि भनेको जस्तै आउँदैन अनि काला होला यहाँ पनि अनि त्यसपछि मैले त भोग लाग्यो कि जामिन चप्रा साथीहरु अब चाहिँ हामी चाहिँ यहाँ चट्पा खाना लाग्छ म अनि आन्टी चाहिँ यहाँ बनाउँदै हुनुहुन्छ अनि फुटबल हेरौँ साथीहरु अब अरु चाहिँ के चाहिँ हेर्ने एउटा टुर्नामेन्ट भएको के भएको भने सो आन्टीले चाहिँ चटपट हालिराख्नु भएको छ जसले फुटबल मनपर्छ यहाँ हेर्न सक्नुहुन्छ हुन त्यस्तो नि के हेर्नुहुन्छ साथीहरु
खाने बेला जस्तो भिडियो बनाउन गम खानुपर्छ साथी एकछिनमा बनाउनु साथीहरू अब चाहिँ हामी चाहिँ अब एकछिनमा घर जान्छौँ अनि चाहिँ नहानेर गरेर लाद लाउँछ नि अनि यता हेर्न सक्नुहुन्छ मेरो साथीहरू यहाँ छन् अनि एउटा दाइ चाहिँ क्यामेरा लिएर बस्नु भयो ओए कालो आयो कस्तो हेर्छ नभन्नु न ब्युटिफुल भन्नुपर्छ नि त यसरी हजुर ब्युटिफुल हुनुहुन्छ कि म चाहिँ क्यामेराम्यान हुनुहुन्छ अनि चाहिँ तपाईँहरूले तिमीहरू फोटो खिच्दै गर है के अरे यहाँ चाहिँ म त बिला लाएर भन्न तपाईँ त सेम कि हाम्रो दिदीहरूको जस्तै मैले के ए दिदीहरूको जस्तो रे हाम्रो घरतिरको दाइहरू जस्तै क्यामेरा राम्रो हो कि मान्छे राम्रो हो कि के हो दाइले चाहिँ यहाँ फ्रीमै खिचिदिनुहुन्छ पहिला सुरु चाहिँ अलिकति एक्सपिरियन्स गर्न पर्यो नि त यहाँ चाहिँ सबै फोटोग्राफरहरू दाइहरू हुनुहुन्छ अनि चाहिँ म चाहिँ ब्याग समात्ने मान्छे राम्रो हो कि क्यामेरा राम्रो हो कि ज्याकेट राम्रो हो मैले नि अघि फर्स्ट टाइम क्यामेरा समातेको कि दाइ हामीलाई गरेर टाइम मात्रै वेस्ट हो बरु तपाईँले 20-30 भयो नि फाइदा हुन्थ्यो अर्को क्यामेराम्यान पनि साथीहरू अब चाहिँ हामी त फेरि चिबीढुङ्गा जान पर्ने हुन्छ अनि हामी चाहिँ यस्तो गर्मीले होइन यो यस्तो यो भाग पुरै जलिरहेको छ साथीहरू अनि चाहिँ अब चाहिँ यहाँ गाडीमा म बनाउन सक्दिनँ यस्तो गर्मी भयो म चाहिँ डाइरेक्ट हामी त्यो चिबीढुङ्गाको के भन्छ त्यो के महल भन्छ कि त्यहाँ जाने अनि हेरिराख्नु होला भिडियो त भयो नि उदेखि त्यहाँबाट लिफ्ट चढ्ने भयो त्यहाँ न यही चढ्दै हिँड्नुपर्छ के लिफ्ट कार लिफ्ट अब चाहिँ हामी यहाँ लिफ्टबाट तल जाने चाहिँ माथि क्या तर हामी जाने चाहिँ तल हो साथीहरू तर हामी चाहिँ जाने चाहिँ माथि तर हामी तल पुगिसकेका छौँ सो हामी फेरि यहाँ कि कता हो सो हामी चाहिँ अब चाहिँ गेमिङ भएको ठाउँमा जान लाग्छौँ साथीहरू नजाने भयो भित्र छिर्न के गर्नुपर्छ भन्छ भिडियो बनाउनु यस्तो हाल्नुहुन्छ बेलुका भिडियो बनाएको बेलुका हाल्नुहुन्छ यो होइन कि आज राम्रोसँग चाहिँ धेरै प्रकारको खानेकुराहरू छन् साथीहरू एकैछिनमा म राख्नेछु साथीहरू यता आउनुपर्ने छ यहाँ के सुनिन्न यो बोतल समात्छ आऊ म लगाइदिन्छु मेरो हात समात्छ आऊ जान्छु समात्छ एक्लै गयो त यसो तल यस्तो तल केही हुन्न है मेरो भाइहरू कुत्ता ल गुड मम्मी हुन्छ मेरो साथी हरायो साथीहरू अब चाहिँ हामी चाहिँ घर जान पर्ने हुन्छ फेरि यहाँ पनि अर्को छ
लिफ्ट जाने हो फेरि हामी लिफ्टमा गइरहेका छौँ होइन हामी आउने जाने हाम्रो जिन्दगी आउने जाने भइरहेको छ अनि हामी चाहिँ अब एकैछिनपछि घर जानुपर्ने हुनेछ अनि चाहिँ अब हामी यहाँबाट सिधै माथि जान्छौँ माथि चाहिँ फेरि तल आउँछौँ हामी चाहिँ टिकट दिँदै बस्ने मान्छेहरू है हामी दुईजना चाहिँ अनि चाहिँ साथीहरू सब्सक्राइब गर्न नबिर्सिनु होला अनि साथीहरू अब चाहिँ हामी घर जानुपर्ने हुन्छ मैले दुईचोटि भनिसकेँ होला है अब चाहिँ हामी घर जान्छौँ अनि चाहिँ अब म नि अब यो भिडियोको अन्त्यमा आइसकेको छु आजको दिन कस्तो गुज्रियो मलाई केही थाहा भएन बस राम्रै भयो आशा गर्छु तपाईँहरूको दिन पनि राम्रै जाओस् हर हमेस समेत अनि चाहिँ बेलुका गएर भिडियो एडिट गर्नुपर्ने हुन्छ एकदम टाइम लाग्छ अब यो मोबाइल नै चार्ज छैन यसलाई रोडका उताबाट हिँड्थेँ त बसै पाउनु के त्यतिर अब चाहिँ हामी बस चढेर जानुपर्ने हुन्छ साथीहरू सो अब चाहिँ म तपाईँहरूलाई यो भिडियो म यहीँसम्म राख्दा जाँदैछु हामी चाहिँ गाडी चढेर जानुपर्ने हुन्छ अब घर माथि गएर पुस गर्नुपर्छ नि त उता जान्छ कि उयो सो साथीहरू सब्सक्राइब गरिदिनु होला भिडियो चाहिँ अब यति नै बनाउँछु म अनि राम्रो लागे लाइक गरिदिनु होला अनि सरी माया गर्नु होला सो बाई गाइस राम्रोलाई सब्सक्राइब गरिदिनु सो बाई गाइस राम्रोलाई सब्सक्राइब गरिदिनु होला यति भन्दैछु है ल बाई राम्रोसँग जाओस् है बाई गाइस भोलि पनि अर्को भिडियो आउँछ है ल बाई